हजुरहरू कस्तो हुनुहुन्छ साथीहरू? स्वस्थ बेस्ट मस्तको साथ हुनुहुन्छ होला भन्दै म चाहिँ मेरो भिडियो स्टार्ट गरेको छु। मेरो फर्स्ट युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। मैले चाहिँ यो गएको चाहिँ हिगासियो सका ताङ्किदाई गएको हो अनि यहाँको बात ल गाइजहरू, हाम्रो गाइजहरू चाहिँ भलिबल खेल्दै हुनुहुन्छ भर्खर गएको सकेर। म चाहिँ गएको जाँदैछु गाइजहरू बाटोमा हो। यो चाहिँ ताङ्किदाई स्टेसनबाट सिधा अगाडि हिँडेर जानुपर्छ यसरी। यदि हजुरहरू हिगासियो सका ताङ्किदाई गएकोमा पढ्न चाहनुहुन्छ भने चाहिँ नाम्बा तेर्नोजीतिर बस्ने साथीहरू चाहिँ ताङ्किदाई स्टेसनतिर पर्छ नि त। त्यही भएर यसरी यो अगाडि हिँड्दै आउनु होला अनि सिधै जानुपर्छ माथितिर। हिगासियो सका जाने लोकेसन है गाइजहरू यो चाहिँ। हजुरहरू कस्तो हुनुहुन्छ साथीहरू? स्वस्थ बेस्ट मस्तको साथ हुनुहुन्छ होला भन्दै म चाहिँ मेरो भिडियो स्टार्ट गरेको छु। मेरो फर्स्ट युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। मैले चाहिँ यो गएको बारेमा युट्युबमा भिडियो हाल्छु भनेर सोचिरहेको छु। के हुन्छ कस्तो हुन्छ लेट्स सी। हजुरहरू सबैले मन पराइदिनुहुन्छ भन्ने आशाको साथ म चाहिँ भिडियो अपलोड गर्नेवाला छु। यदि हजुरहरूलाई हेर्नु मन लाग्छ भने चाहिँ मेरो टिकटक च्यानलमा गएर बायोमा लिङ्क राखिदिएको हुनेछु, त्यहाँ गएर हजुरहरूले सब्सक्राइब गरेर हेर्न सक्नुहुनेछ गाइजहरू। यदि हजुरहरूलाई फुल इन्फर्मेसन चाहिएको छ भने मलाई सब्सक्राइब गरेर हेर्न सक्नुहुन्छ मेरो युट्युब च्यानल। गाइजहरू यो चाहिँ हिगासियो सका ताङ्किदाई गएको हो अनि यहाँको वातावरण यस्तो रहेको छ। मैले चाहिँ भर्खर क्लास सकेर भिडियोहरू दिँदैछु। यता पनि खाइगोको पढाइ हुने गर्छ भने यता पनि हुन्छ। मेन अब हामीहरू ओपन क्याम्पसहरू आउँछ नि त। ओपन क्याम्पसहरू आउँदा चाहिँ हजुरहरू यो बिल्डिङमा आउन सक्नुहुन्छ गाइजहरू। अनि हाम्रो हिगासियो सकाको भौगोलिक वातावरण चाहिँ एकदमै राम्रो छ, देख्न सक्नुहुन्छ। यति ठुलो ग्राउन्डहरू छ अनि यता चाहिँ हिगासियो सकाको ककुसाई गएको भइहाल्यो। अनि उता पछाडि चाहिँ यता उतो पछाडिको चाहिँ सेतो सेतो देखिने चाहिँ अलिक देखेको छैन गाइजहरू, त्यो चाहिँ कोडोमो गएका भइहाल्यो। अनि उता चाहिँ यो ककुसाई सेन्टरको उयो छ, फुटबल खेल्ने ठाउँ छ। अनि यहाँ चाहिँ खाइगोको मात्र नभएर खाइगोको मात्र गएको नभएर होटल म्यानेजमेन्ट अनि यो ककुसाई गएकोहरू छ। अनि त्यो चाहिँ हाम्रो होस्टेल हो गाइजहरू। अनि यहाँ चाहिँ हाम्रो साथीहरू भलिबल खेल्दैछन्, देख्न सक्नुहुन्छ। अनि उताको चाहिँ हाम्रो रुम के भन्छ ढोकाहरू रहेको छ, बुकहरू राख्ने। अनि यो पछाडिको देखिएको चाहिँ होस्टेल हो गाइजहरू। हजुरहरू पनि ओसाकामा बस्नुहुन्छ र खाइगो पढ्ने सोचिरहनु भएको छ भने पक्कै पनि यो गएकोलाई सम्झिन सक्नुहुन्छ भन्न चाहन्छु। र हजुरहरूले फुल
भिडियो वाच गर्नुपर्ने हुन्छ। म चाहिँ हल्का हल्का राख्दै जानेछु, हजुरहरूले चाहिँ मेरो युट्युब च्यानलमा हेर्नु होला गाइजहरू। गाइजहरू हाम्रो साथीहरू चाहिँ भलिबल खेल्दै हुनुहुन्छ, भर्खरै गएको सकेर देख्न सक्नुहुन्छ। एकदमै रसाकसी चलेको छ। यो पछाडिको चाहिँ हाम्रो हिगासी ओसाका टाङ्की दाइ गएको हो। यस्तो छ, हाम्रो पानी परेको छ तर पनि खेलाडीहरू चाहिँ तात्तिनु भएको छ।